हेलो गाइस, मेरो फेसबुक साथी अनि टिकटक साथी सबैलाई नमस्कार छ। मेरो सानो मिनी ब्लगमा मलाई धेरै पनि बनाउन आउँदैन मिनी ब्लग्स। म सिक्दैछु, भर्खरै बनाउन सिक्दैछु। अनि आज हामी कैलाली टिकापुरमा आज घुम्दैछौँ। हाम्रो साली अनि म, मेरो सानो भाइ अनि मेरो वाइफ घुम्दैछौँ है। आज चाहिँ मेरो साली आजको दिन धेरै खुसी हुनुहुन्छ हैन। आज हामी 4 जना घुम्न आएको छौँ। धेरै खुसी हुनुहुन्छ मेरो सालीजी अनि साली अनि हामी सबैजना घुम्दैछौँ है। अनि अब हामी टिकापुर पार्कभित्र प्रवेश गर्दैछौँ। मेरो बुढी अनि म, मेरो सानो भाइ अनि मेरो साली। अनि आज मेरो बुढीले मलाई बुढो एकछिन टिकटक बनाउन भन्दै थियो। अनि बुढी रोक्न, म एकछिन भिडियो बनाउँदैछु। मेरो बुढीलाई मैले त्यस्तो भने अनि नै बनाइदिनु भने ओके छ नि मेरो मायालु भनेर अनि मैले चाहिँ भिडियो क्यामेरा अनमै थियो अनि बनाइदिइहालेँ। अनि मेरो बुढी पानी खान लाग्यो भने मैले बनाउँछु भन्दै बनाइरहेको थिएँ। अनि यहाँ त पिकनिक स्पोट रहेछ क्या। कसैले खसी काट्दै अनि कसैले चाहिँ खाना पकाउँदै गर्दै देख्दाखेरि अनि आफूलाई पनि एकदमै रमाइलो लाग्यो। त्यही भएर मैले सानो मिठो मिनी भ्लग म हालिहालेँ होइन। अनि मेरो सानो भाइ आज खुसी छन् अनि त्यही भएर एक डान्स हानिदिइहाल्छन् मेरो सानो भाइले चाहिँ। अनि त्यसपछि होइन अनि हामी टिकटक बनाउने यताउता भन्ने कुरो भयो। अनि मेरो बुढीले एउटा पुल पाउनु भएन। अनि यो काठको पुल हो अनि टिकापुरको फेमस भन्नुभयो। अनि त्यही भएर भिडियो बनाइदिइहालेँ मेरो बुढीको पनि। अनि गाइज है, सबैले मेरो होइन अब मिनी भ्लग्स यस्तै हो। मलाई बनाउनु नआए पनि तपाईँहरूले लाइक कमेन्ट गरेर मलाई अलिकति अनि सहयोग गरिदिनु होला है।